सो अब तिमीले वर्ल्ड कप अगाडि चाहिँ के नयाँ एड गरेर जान्छ जस्तो लागिरहेछ? म वर्ल्ड कप अहिले गएर म एउटा सर्ट्समा काम गर्छु भनेर पिकअप सर्ट्सहरूमा ओके जससँग म ज्ञान दाइहरूसँग एकदमै कुरा गरिरहेको थिएँ। सो ड्रिल्सहरू बताउनु भयो, बेसिक्स कुराहरू बताउनु भयो, त्यो गएर गर्ने हो पिकअप सर्ट्सहरूमा। किनभने अभियसली हामी खेल्ने अब इङ्ल्यान्डसँग, बङ्गलादेशसँग, वेस्ट इन्डिजसँग, जसको फास्ट बलरहरू एकदमै राम्रो छ। सो त्यो सर्ट्स काम गर्नु पऱ्यो। भनेपछि तिम्रो क्षेत्रको भाइको पनि काम अलिक बढी छ उसले हेरिरह होला पछि त्यसलाई त बोलाउने हो। एउटा कुरा चाहिँ पक्का हो, किनकि म पनि मुम्बई गएर क्रिकेट खेलेको थिएँ आफ्नो यङ डेजमा। पिच चाहिँ एकदम राम्रो पाउँछ तिमीहरूले होइन, सो इन्जोय गर्छौ जे भए पनि होइन। अहिले प्रियङ्क भाइ आउनुभएको थियो, प्रियङ्क पञ्चाल, जय किसन, उहाँहरू एकदमै क्वालिटी क्रिकेट खेल्नुभएको छ, फर्स्ट क्लास क्रिकेटहरू टन्नै खेल्नुभएको छ। सो उहाँहरूसँग कुरा गरेँ कि कस्तो छ मुम्बईहरूको विकेट कस्तो हुन्छ भनेर। उहाँ सेयर गर्नुभयो विकेट एकदमै राम्रो हुन्छ, ट्रु बााउन्स हुन्छ, बट रेड सोइल हुन्छ, बिट अरू पिचहरूभन्दा हल्का बााउन्स हुन्छ। सो अब त्यो हिसाबले प्रिपेयर गरेर जानु पर्यो। तिमीहरू जस्तो पिएम कपमा खेलेको थियो नि उता एक्स्ट्रा टेकमा रेड सोइल थियो, हजुर त्यहाँ पनि बााउन्स राम्रो थियो। बााउन्स राम्रो थियो, थोरै विकेट स्लो थियो ओके, बट बााउन्स राम्रो थियो। अभियसली रेड सोइल बााउन्स भइहाल्छ। अब त्यहाँ त्यही डिफ्रेन्स हुने, त्यहाँ विकेट स्लो हुँदैन, त्यो स्किटी हुन्छ अनि बााउन्स हुन्छ। सो त्यो हिसाबले प्रिपेयर गर्नु पर्यो आफूले। सो अप्सन नेपालमा नि प्र्याक्टिस गर्न चाहिँ त्यहाँ ठिक हुन्छ कि जस्तो देखिरहेको नो डाउट एकदमै राम्रो। तिम्रो यो फिटनेस तिमीले भन्यौ नि यहाँ